गुड मर्निङ फ्यामिली ब्याक टु न्युज च्यानल। फेरि आज म हिँड्दै के वार्निङ मग जस्तो हिँड्दै भ्लग बनाउँदैछु म। अब हामी आज हजुरहरूलाई मेरो गाउँ भिलेज देखाउँदैछु कि मेरो गाउँ यो गाउँहरू यस्तो छ कि हेर्नु अहिले सुनसान छ कि त्यो मेरो घर भयो त मेरो गाउँ सब। म मेरो साथीहरू भएर आज लङ फार्मतिर जानु आएको कि जङ्गलतिर एरियातिर केटासँग पानी परेको थियो भर्खरै पानी परेर भर्खरै बिदा भयो केटाहरूसँग साथीसँग जानु लाग्यो घुम्न। जाउँ केटा हुन्डु के छ जम साइकलमा ट्याक्क बस। Hello my family, this is Gaurav vlog. Like हान्न पर्यो गदा छ भने गदामाथि बस्दिनु पर्यो। यो गदामाथि माथि खतरा अझै हजुर अहिले माथि गएपछि भेट्छु है। आइसक्यो गाइस हामी जाने ठाउँ पनि आइसक्यो। हेर्नु न यतातिर धानहरू लभली भयो कि यतातिर धानहरू सरकै धानहरू भ्यू हेर्नु न भ्यू कस्तो यहाँले टाढै डाँडा देखिन्छ क्या डाँडा देखिहाल्यो कि हो दाग बस्यो नयाँ गाउँ दाग बस्यो सानो नि यस्तो पूजा कार्यक्रम हुन्छ क्या तर रहेछ क्या पुरा। यो माथि जाने हामी यो माथि माया नदेऊ म के अरे माया नदेऊ म के अरे पिरिम लाउने त मैले अस्तिसम्म सुन्थेँ यो गीत पनि सुन्थेँ कि अहिले अस्तिसम्म अहिलेसम्म सुनेको पनि छैन। योमा जाने गाइस हामी यो हो योमा जानु लाग्यो अहिले ठाउँहरू छ अलिअलि घुम्ने छ त्यहाँ एउटा घुम्ने त होइन जङ्गल जस्तो ठाउँ हो कि हजुरहरूलाई आज मेरो फारम टुर मेरो गाउँघर टुर देखाइदिन्छु कस्तो कस्तो ठाउँहरू छ हाम्रो गाउँतिर होइन सब देखाइदिन्छु क्या। निन्द्रामै छु जस्तो लाग्छ अघि 9 बजे कि उठेको राति 2 बजीसम्म फिल्महरू बसिरहेको थिएँ। यस्तो खालको ठाउँ हेर्नु लब्डी छ क्या अलि हुन त अलि सुनसान जस्तो छ कि बार लगाइदिए ऊ माथि यो के डाँडा जाने क्या हामी डन्डी फोर हल्दा आएन मेरो फेस पनि अलिक ग्लो भइरहेको अलिअलि केही मेरो फेसमा केही आउँदैन यता अब यिनीहरूले लडाउने भयो छर्नु मजा आउँछ साइकल लडाइदियो भने हुन्छ अहिले साइकल लडाइदियो भने यस्तो बाटो हेर्नु न म्याच जानु लाग्यो यो क्यामेरा माथि बनायो उठ्नु Yo, what's up guys? त्यो चाहिँ अगाडि पुगिसक्यो हामी अब बल्ल पछाडि नै छौँ क्या पछाडि नै हामी त्यसको पुच्छर जस्तो लागिरहला होइन। अब यो ट्रिप नमस्ते पुगेको दाइको सक्नुहुन्छ ड्राइभर लाइसेन्स पाउनुपर्छ कि गाडीको बाइकको गाडीको लाइसेन्स सबै योसँग होइन सबै सिक्छ यसले मऱ्यो दुईजना त लड्नु भयो नि गाइज ए गाइज ल मऱ्यो है मऱ्यो कहाँ अगाडि पुगिसक्यो त्यो यार हामी चाहिँ यहाँ यस्तो यस्तो पानी परेर आम्बो मर्छ नि त गाइज लामो लाउन जामा खाँदै यस्तो भइहाल्यो नि अब गरेर परिहाल्यो नि यस्तो काम त यो गाइज म राइट या त म राइटी यस्तो दामी पुल भ्यू माछा मारेको यत्रो माछा त देखेको थियो होइन मेरो लाने भन्यो एउटा मात्रै किलाले नै छोड्दै बवाल माछा छ यहाँ सबजना आएर माछा मार्न सक्नुहुन्छ हेर्नु त्यो कहाँ पुगेको त्यो अलिक देखा कहाँ मुच्छस हेर त यहाँ मुद्यो
गाउँले यहाँबाट हटाउनु पर्यो है यसलाई ओ माई गड टुलुला ए ए ए ओए ओए मुत्या देख्न सक्नुहुन्छ गाइस ओ माई गड यस्तो भ्यू डाँडा ओ माई गड यस्तो भइसक्यो चाहिँ हामी नआएको ल यस्तो आम्बो मरिन्छ यार गाई यार हामी चाहिँ कहाँबाट आइसकेको छौँ त्यो तलबाट आइसकेको छौँ आज वक्की अझै उता जानु अझै त्यता पारि जानु यस्तरी घुमेर आउने आज फारम टुर हुन्छ आज उल्टो समाज किन क्यामेरा है हामी वहाँ घरबाट यहाँ त आयो अब यहाँबाट फेरि कता कता जाने उता जानु पर्ला हजुरहरूलाई बिच्चा बिच्चामा देखाउँछु है आज भिडियो लामो लामो हुन्छ होला माइन्ड नगर्नु वहाँबाट आएको त हामी त्यहाँबाट आएको हामी यहाँ साइकल चलाउनु नसक्ने रहेछ कि यो भने यो विवेक भाइ साइकल चलाउन नसक्ने रहेछ यो कहाँ पुगिसक्यो मैले 2जनालाई आएको साइकलमा भयो ल यो ठाउँमा आइसक्यो हामी भित्री गल्ली यो यता हेऱ्यो भने जङ्गल यता हेऱ्यो बस्तीहरू बस्नु छ यहाँ अलिअलि सिधा बाटो हेर्ने कस्तो डराङ्गो तरिका बाटो हो कि हामी यहाँ म विवेक भाइ मन्स भाइ यता ट्याक्क अगाडि जान्छौँ यो भित्र ऊ छ भन्थ्यो ऊ के हो बुझाइ लिएर आउनुपर्ने रहेछ क्या हामी थाहै पाएन कि बुझाइ ल्याए भने हाम्रो त जोडी छैन भने चराहरूको त कस्तो जोडी भएको गाइज हेर्नु नि यार चराहरूको जोडी यहाँ लभली जोडी छ नि चराहरूको जोडी हाम्रो न चप्पलको त जोडी छैन तेरो जोडी खोइ यहाँ भित्र छिर्ने ठाउँ रहेछ यार चप्पलको त जोडी छ तेरो जोडी कहाँ भन्नु यसको त छ है नदेऊ म यमराजको बुढीलाई पटाउनु पर्छ केटा के रे यमराजको बुढीलाई पटाउनु पर्छ किन यमराजको बुढीले पटायो भने यमराज धरि आउन सक्दैन हामीमा यमराजको बुढी पटाउनु पर्छ एउटा ड्रिप हान्दैन एकचोटि यसमै साइकलबाट के दुईटा छोडेर ल ड्रिप ल बाघ मर्यो भने अहिले यो भित्र छिर्ने भनेको कि यहाँभित्र यो भित्र रोड हान्न सक्यो सर बबाल छ ठाउँ मान्छे पनि बस्छ नि क्या यहाँ बस्छ अरे अगाडि पछि भेट्छु हजुरलाई आधी बाटो त आइसक्यौँ भाइ हामी यो फारमको एरियामा आएको अलि त्यतिकै घुम्न आएको झ्याउ लाएर घर बस्छ सिमसिम पानी हाल्छ कि धेर जस्तो अब पानी हालिदिने अब हामी भिजे त केही भएन म नभिजोस् के भगटे चोडिदिउँ के ल्याम्मै हौ ला सिमसिम हाने हौ छड्के सिसिमी हाने पानी पऱ्यो कहाँ मन्दिर जान्छ फारमको मन्दिरहरू जानुहुन्न जाउ हुन्छ फारमको मन्दिरतिर छिर्नु न यस्तो यस्तो छ है ठाउँ यो सबै फारम एरिया हाम्रो यो जङ्गल एरिया यहाँ घाँसहरू काट्ने दाउराहरू खोज्ने सब गर्नुहुन्छ यता पानी पऱ्यो कि पहिला कुरो नदङ्गोस् अगर बसौँ ल जान्छ हामी मङ्गलपुरबाट घुम्नु जान्छौँ होला मङ्गलपुर घर जान्छौँ होला पानी पऱ्यो मङ्गल भिजिसक्यो यार यो हो कि हाम्रो यो भित्र पानी ट्याङ्की हो कि यो सरी घुराहरू रहेछ रुममा माछा मार्ने ठाउँ त्यहाँ अगाडि बिस्तारै ल्याङ चाक्दुक्यो शेर आए शेर पानी पर्यो मोबाइल भिज्यो यहाँ माछा मार्ने कार्यक्रम भइरहेको छ गाइस मोबाइल भिजेकै पहिला कुरो त मेरो
मोबाइल बिच क्यामेरामा वान थिएछ कि माछा त्यहाँ जारले हुन्छ नि त्यो झुलहरूले माछा तानिरहेको छ कि सर सर यो पानड्याङ्गी हो क्या पानड्याङ्गी यार यो फारम एरिया यहाँ हुन्छ नि कस्तो कस्तो भयो यसले के भन्छ नफे यसलाई कृषि विज्ञान कृषि विज्ञान के अरे कृषि विज्ञान भन्छ क्या यसलाई पानड्याङ्गी यार हजुरहरूलाई म एक ठाउँमा गएर बस्छु होला त्यहाँ बसेको गएर त्यहाँ बस्छु अनि त्यति बेला भेट्छु न यहाँ पानी परेको छ कि भिजिसक्यो हेर्नु न मोबाइल पनि भिजिसक्यो क्या मोबाइलमा ठु र पनि मोबाइल क्यामेरा पुस्नु पऱ्यो क्या ल पानी पऱ्यो कि उति अगाडि नि त्यहाँ मूर्ति के गाईको गाईको दुध दोको मूर्ति छ क्या त्यहाँ पहिला म सानोमा आउँथेँ गाई चाहिँ सानोमा बासँग आउँथेँ होइन सानोमा बच्चामा बिचमा आउँथेँ घुम्थेँ जान्थेँ यहाँ आँप चोरेँ गाई चाहिँ मैले यार लभली आँप चोरेँ होइन एकचोटि म त अझ दासँग आएर आँप चोर्थेँ कि बाबा लभली आँप चोर्थेँ सब ठाउँ आएर भिड पनि हान्थेँ हाम्रो अङ्कलहरूले चलपल दिन्छ कि यहाँको सुट्टा बसायो साह्रो भयो क्या मलाई चाप्छु नाङ्गै हिँड्नु क्या अनि यो हाम्रो कृषि व्यवसाय हुन्छ नि कुन स्कुलको बस यस्तो ट्याममा हान्थ्यो त लिटर फ्लावर हो क्यामेरा पुस्दैछु है नरिसाउनु उयो साडी हिँडेर कहीँ बस्नु यार पानी पर्छ ल गाइज हजुरलाई म एक ठाउँ गएर बसेर उहाँ मङ्गलपुरको चोकमा गएर बस्छु अनि हजुरलाई भेट्छु बाई गाइज यसले त कुन बाटो ल्यायो कुन बाटो ल्यायो झन् म मङ्गलपुरको सिधा बाटो होला भनेको त भित्र बाटो छिराइदियो कि भित्र हालिदियो त मलाई गल्ली गल्ली यस्तो यस्तो उयो अम्बा छोड्छु यो स्कुल जाने बाटो जस्तो लागेको यार हो लामो स्कुल जान साइकल कुदाइदिनु लामो बिच साइकल खाँदै बाह्रमा स्कुल जानु होइन स्कुल जान खाँदै बाह्र नि यहाँ यो फार्म हो किन हो पछाडि पछि आज त ड्रिप ल क्रिस 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 टुङ टुङ ट्याउडा क्रिस यस्तो यही पर्वत स्कुलबाट लिएर आज म चिनेको के हो भाइ भाइहरूले माछा मारिरहेको छन् क्या हो 200 के गाइज यार प्रगति स्कुल त अगाडि होइन यहाँ अगाडि एउटा प्रगति भन्ने स्कुल छ क्या यहाँ पहिला गाइज आएर बल खेलिदिन्थ्यो होइन बल खेलेर जितिन्थ्यो क्या हामीले पहिला सानो म त खतरा खेल्थेँ कि बल खेल्ने आयो ड्याङबाट हामीले नि खुट्टा भाँदिने गरेँ कस्तो लभली खुट्टामा क्या मैले सुनाइदिएको त्यस्तो हानेर मैले लभली छिराइदिएको यही हो गाइज प्रगति स्कुल भनेको सुरन केन्द्र जस्तो चलाउँदै दिन्न क्या मलाई लाग्नु छ यसो समय क्यामेरा माछा मै क्यामेरा हेलो गाइस त्यो अङ्कलले चाहिँ हाम्रो स्कुटीको अङ्कलले चाहिँ गुड भन्ने भ्लग देखायो भ्लग बनायो होइन अगाडि हाम्रो अघि त्यसलाई उस गरिदिएको अगाडि गएछ अहिले त जाने बाटो कि यो त्यो स्केट पार्क जान्थ्यौँ नि भित्र हो त्यही बाटो हो कि कति दिन बसीबाट आएर होला नदेखेको होइन कति हुन्छ नि सिप नदेखेको कि मैले केटाहरू बल खेल्नलाई हो क्या अब भइरहेको यसरी समाउँछु ल बिउ भाइ अगाडि पुगिसक्यो बिस्तारै घर जान्छौँ घर गएर हुन्छ नि पानी परेको थियो पानी परेर भिज्यो अन्डीलाई स्कुटीमा पठाइदिउँ कि साइकलले बुलेट बाइकले यो भित्र उस खेल्छन् क्या ब्याडमिन्टनहरू खेल्छन् एकदिन आएको थियो एकचोटि अस्ति नै आशिषसँग आएर खेलेको एकचोटि दोस्तहरूसँग आएको थियो लगाइन्छ अहिले हजुर ओह्रालोमा पुगेपछि कुन हो
के यो हो यहाँ भित्र मान्छेहरू हुन्छ सुजन केन्द्र भन्ने यो रहेछ मान्छेहरू बस्ने बुढोपाकाहरूलाई ल्याएर बुढोपाकाहरूलाई हजुरआमाहरूलाई ल्याएर नलाग्नु होला पागल यहीँ छ त्यो जीवन यहाँ मान्छेहरू हुन्छ बस्छ यता उता आएर बस्दिउँ क्या म पनि एक दिन के म बस्नु देखास के यो गाइस यो घर जस्तै बन्छ अरे नि त हो त सेम डिटु बन्छ भने सेम त बनाएकै छन् क्या छैन क्या विवेक भाइ के छ त तिम्रो हल्चली बस अम्बा पाकिसक्यो अम्बा पाकेन अब आम सब भ्याएर नि अम्बा पाक्नु सिजन पनि भइसक्यो लगाइ हजुरहरूले अहिले बसी भेट्छु होइन ल बाई म आइसकेको छु घरमा घर आएर बसिसकेको छु एकैछिन गरी छोरी म थियो घर आएर बसेँ होइन गफ कस्तो होइन घर आएर बसिसकेको छु घर आएर बस्छु नि म गइरहेको थिएँ कि पानी परेको थियो अघि नै अघि नै पानी परेको थियो कि एकैछिन मौसम चेन्ज भइसक्यो कि पानी परेको थियो जस्तो मनसुन भयो पानी परेर धुस्सो भएको थियो कि हाम्रो गाउँदैन त्यही गाइस आज घुम्न पनि गयो कतै कतै घुमेर पनि आयो आज जहाँ पानी पऱ्यो क्या लास्ट झाउ भयो कि मल लाउँदै भिजेन पानी पनि पऱ्यो त्यही हो आजको लागि यति नै भन्न चाहन्छु होइन अर्को नेक्स्ट भिडियो पनि आउँछ जाँदै नै आजको लागि यति नै भयो सबजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला है सपोर्ट गर्नु होला आजको लागि यति नै भयो सबजनाले बाई बाई